यो दृश्य राजविराज स्थित राज रङशालाको हो। यहाँ हेर्न सक्नुहुन्छ दर्शक बस्ने प्याराफिटको अवस्था, जहाँ ठुलो प्वाल परिसकेको छ। 46 वर्ष अघि राजविराजमा यो रङशालाको निर्माण गरिएको थियो। 46 वर्ष अर्थात् 2036 सालमा यो रङशालाको निर्माण भएको थियो। अब यहाँ त कस्तो भनेर भन्दाखेरि सबभन्दा पहिले त दोष दिनै पर्दाखेरि स्थानीय के छ सरकारले नै दोष दिनुपर्ने अवस्था देखिन्छ है। अब अरू ठाउँमा चाहिँ स्थानीय सरकारले रङशाला बनाउनुपर्छ, खेल स्थल राम्रो हुनुपर्छ, खेल खेल्ने बालबालिकाहरूले बारेमा 36 घन्टा खेल्नुपर्छ भन्ने भावना राख्छन्। तर यहाँ ठ्याक्क उल्टो छ। मेरै अहिलेको तपाईँले ठ्याक्क त्यो पूर्व के भन्छ उत्तरपट्टिको दक्षिणमा हेर्नुभयो भने त्यहाँ टोयलेट बनाएर रङशालालाई सिँगारिरहेको छ। फाइदै छैन। बच्चाहरूले खेल्नुपर्ने ठाउँमा टोयलेट बनाउनु पर्ने के जरुरी है। यस्तो फोहोर मैलामा खेलेर के फाइदा छ? खेलाडीहरूले कहीँ पनि सुविधा छैन। रङशाला छ भन्ने मात्रै छ, अरू केही व्यवस्थित छैन यो राजविराज रङशाला। पूर्ण रूपमा जीर्ण भइसकेको राजविराज स्थित राज रङशालाको जीर्णोद्धार गर्नेतर्फ कसैको ध्यान पुगेको छैन। राजविराज नगरपालिकामा रहेको यो रङशालाको अवस्था हेर्दाखेरि प्यारापिट जीर्ण रहेको छ। यो मूल प्रवेशद्वार गेटको अवस्था पनि कति बेला ढल्ने भन्ने स्थितिमा पुगिसकेको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीको मूल गेट अगाडि नै रहेका राज रङशालाको यस्तो दुर्दशा हेरेर यहाँका सर्वसाधारण खेलाडीहरू पनि चिन्तित रहँदै आएका छन्। तर खेलकुददेखि लिएर नगरपालिका वा भनौँ 3 तहको सरकारभन्दा पनि राजविराज नगरपालिका लगायतका अन्य निकायले यस रङशालाको जीर्णोद्धारतर्फ ध्यान दिएको पाइएन। यो निश्चय पनि हाम्रो राजविराज सगरमाथा अञ्चलको एकमात्र राज रङशाला। वर्षौँदेखि हामीले केटाकेटीदेखि नै यहाँ खेलकुद गर्दै आइरहेको र हामी पनि विगतका दिनहरूमा हिमालय क्लबको संस्थापक अध्यक्षको हिसाबले हामीले धेरै यहाँ फुटबल गेमहरू हामीले गराएको थियौँ। तर आज यो देख्दाखेरि आफैलाई पनि एउटा चाहिँ पीडा महसुस भइरहेको छ। यसको पूर्वपट्टिको रङशाला जीर्ण अवस्थामा छ, जसको तल मानव बस्ती बसेको छ। त्यो हालसम्म त्यसलाई हामीले चाहिँ खाली नगर्न सकेको र त्यो कुनै पनि दिन ठुलो दुर्घटना हुने अवस्था छ। यहाँको मेन गेटको अवस्था पनि राजविराज जेसिसले ऐतिहासिक तवरले बनाएको राजविराज जेसिसको गेट भनेर यो राज रङशालालाई सिँगार्ने क्रममा त्यति बेलाको तत्कालीन अध्यक्षहरूले बनाएको राजविराज जेसिसको यो गेट पनि जीर्ण अवस्थामा छ। त्यो जीर्ण अवस्था कसले गर्ने, यो कुरा कसले यसलाई गर्ने र विभिन्न यहाँ चाहिँ अनैतिक क्रियाकलापहरू हुने भएकोले यो फिल्डको संरक्षण सम्वर्धन गर्नु जरुरी छ। स्थानीय निकायले यसलाई एकदमै ध्यान दिनु जरुरी छ। अहिले राजविराज रङशालाको अवस्था हेर्दाखेरि फिल्डमा पानी जम्ने, मान्छेहरू यहाँ सवारी सिक्न आउने, गाईबस्तुको चरीचरण जस्ता क्रियाकलापहरू यो रङशालामा भइरहेको छ। फोहोर मैला पनि त्यतिकै छ, सफा सुग्घर पनि छैन र त्यसै कारणले गर्दा यहाँ चाहिँ नयाँ खेलाडीहरू चाहिँ प्र्याक्टिस गर्न पनि चाहेको छैन र उनीहरूलाई बाध्यता छ। रङशाला सफा छैन, पूर्वाधार छैन, नयाँ खेलाडीहरूले अभ्यास पनि गर्न पाएको छैन। यहाँहरू दृश्यमै हेर्न सक्नुहुन्छ यो रङशाला अहिले चरीचरणमा परिणत भइसकेको छ। इतिहास हेर्दाखेरि कैयौँ राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन गरेको यो रङशाला अहिले जीर्ण अवस्थामा पुग्दाखेरि खेलकुद मन्त्रालयदेखि लिएर 3 तहको सरकारसम्म यसप्रति उदासीन नै देखिएको छ। सबभन्दा पहिले नमस्कार। यो रङशालाको गेट भनेपछि हाम्रो पूर्व कार्यालय प्रमुख श्री दिनेश भुजेलज्यूले पनि पटक पहल गरेर पत्र हाम्रो के भन्छ राष्ट्रिय खेल परिषदमा पठाएकै थियो। हाल वर्षौँदेखि बजेट नआएर यहाँ त्यो गेट जीर्ण अवस्थामा छ। अब रङशालाको पनि अवस्था त्यस्तै नाजुक छ। अहिले अब
लगभग 6-7 वर्षदेखि यहाँ कुनै पनि किसिमको बजेट आएको छैन। त्यो कारणले गर्दा अहिले पुरै जीर्ण अवस्थामा रङ्गशाला गेट सब थोक अहिले जीर्ण अवस्थामा छ। अब हामी यही अपेक्षा गर्छौँ कि अब नयाँ सरकार भर्खरै गठन भएको छ, अब त्यसबाट केही सहयोग हुन्छ कि हाम्रो राष्ट्रिय खेलकुद परिषद, खेलकुद मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयबाट यही भन्न चाहन्छु हामी। घाँसपात उम्रेर चरी चरनमा त परिणत भइ नै सकेको छ र जीर्ण पारापिटमाथि पनि अतिक्रमण छ। त्यसको पूर्वपट्टिको पारापिटको तल वर्षौँदेखि अतिक्रमण गरेर मान्छेहरू बसोबास गर्दै आएका छन्। त्यसलाई पनि खाली गराउने कुनै कोसिस भएको छैन र त्यो पारापिट जीर्ण भएको कारणले गर्दा कति बेला ढल्ने हो, दुर्घटना निम्तिने हो, त्यसको पनि ठेगान छैन। यस्तो जोखिमपूर्ण अवस्थामा राजरङ्गशाला पुगेको छ। त्यसैले सरोकारवाला निकायहरू अविलम्ब यसतर्फ ध्यान दिएर यसको जीर्णोद्धारमा लाग्नु अति जरुरी देखिएको छ।